मर्निङ। आजको शुभ बिहानी सबै हजुरको लक्ष्मीले आश गरून् बास गरून्। नेपालमा तिहार लागिरहेछ, यहाँ पर्यटन पस्नु रातभर खुसीले हो के हो किन लाग्यो। राति 1 बजे आएर सकिन्छ ड्युटी, अनि 1 बजे आएर सुत्नलाई पसेको रातभरि निन्द्रा लाग्यो। अहिले 3:30 भयो निन्द्रा लाग्यो। पुरा नेपालमा म घुमिरहेको तिहारमा कि तिहारमा झिलिमिली भएको याद आएर मलाई चाहिँ के हो यस्तो अहिलेसम्म निन्द्रा लागेको छ। अब क्यान्टिन पनि खुलेछ, 3:30 बजी छ, त्यही भएर चाहिँ अब पछि क्यान्टिनतिर हिँड्ने खाएर यसो निन्द्रा आउँछ कि भन्ने सोच गरेर चाहिँ हिँडेको। ल यी सबैजना खाएर बसिरहेछन्, म पनि बिहान ड्युटी जाने मान्छेहरू तयार भइसक्यो। सबै यस्तो ड्रेस लागेर सबै ड्युटी जान तयार। तर अब हामी चाहिँ निन्द्रै पुग्नु बाँकी छ। हाम्रो साथीहरू यतै छ यार, निन्द्रा लागेन कि रातभरिसित कि यता ड्युटीमै छ यार। र अब बिहानको खाजा चाहिँ यस्तै हो, कसैले भात पनि खाँदैछ, भात खाने हो, म चाहिँ यही खान थालेँ। फाइनली म चाहिँ क्यान्टिनबाट खाजा खाएर निस्किसकेको अवस्था। अब चाहिँ गएर ढल्ला काट्नुपर्छ। निन्द्रा आयो भने है फेरि आज ड्युटी छ 984 एकदमै विकट ठाउँमा, रियादीको बाहिरको ठाउँमा छ। सायद ड्युटी जानै पर्छ, तर सुत्नु पनि पर्छ गएर। अब सुत्ने गएर